यी टिओबीका ग्याङहरू र यी खरानेका सन्तानहरू र अर्को के अरे सहकारी ठगहरू यिनीहरू स्पष्टका साथ मैले अहिले पनि भन्न चाहन्छु विदेशमा रहेका नागरिकलाई मैले विदेशमा रहेका सबै नेपालीलाई कुरा बुझ्दैनन् भनेको होइन साथीहरू। मेरो भनाइ विशेष गरी टिओबी ग्याङ, गाँजा खाने गजेडीहरूको ग्याङ, सहकारी ठगहरूको ग्याङ, डिप्रेसनका रोगीहरू, खराने ग्याङका अन्ध समर्थकहरूप्रति हो जो देश विदेशमा छरिएर बसेका छन्, जो अरूको चरित्रमाथि आक्रमण गरेर अपमानजनक सामग्री बनाएर वा विवाद सिर्जना गरेर पैसा कमाउने काम गर्छन्। यिनीहरूको मोनिटाइज भएको छ र पैसा कमाउँछन्। यिनीहरूले बनाएको भिडियो र प्रयोग गरेका शब्दहरू यिनीहरूका बाउआमाका अगाडि र यिनीहरूका दिदीबहिनीका अगाडि बसेर हेर्न वा सुन्न पनि सुहाउँदैन र सकिँदैन। र यिनीहरू यति फोरी छन् र यिनीहरूमा मानिसमा हुनुपर्ने कुनै गुण छैन, जसले महिलाको सम्मान गर्दैन, राष्ट्रको गरिमाको सम्मान गर्दैन, फरक विचार राख्नेहरूको त्यस्तो प्रवृत्तिको सम्मान गर्दैन, विदेशमा रहेका गर्दैन। तिनीहरूलाई मैले भने हो, विदेशमा रहेको एकजना मान्छेलाई पनि मैले त्यस्तो भने होइन। सिधा मैले भने अहिले पनि यो कस्तो भने टिओबी ग्याङ, गाँजा खाने गजेडीहरूको ग्याङ र सहकारी ठगहरूको ग्याङ र डिप्रेसनका रोगी र खराने ग्याङहरूका अन्ध समर्थकलाई भने हो। यी विदेशमा बसेका सबैलाई मैले भनेको होइन। अहिले जापानमा कार्यक्रम सफल भइसकेपछि म माथि आक्रमण भयो भनेर झुटो समाचार फैलाइराखेका छन् यिनीहरूले। र यो माथिको फोन नम्बर छ र यो भाइले झुटो समाचार बनाउँदै, भिडियो बनाउँदै, कन्टेन्ट क्रिएट गर्दै यो जताततै हल्ला फैलाइरहेको छ। र अहिले पनि भन्छु, तिमी खराने ग्याङहरूलाई, टिओबी ग्याङहरूलाई, तिमीहरूलाई स्पष्ट मैले संसदमा जवाफ मागेका छु। दिन सक्ने हिम्मत, ल्याकत, ताकत यदि तिमीहरूको छ, हैसियत छ भने तिम्रा मालिकलाई संसदमा उभिएर दे भन। छ भने है तिमीहरूलाई नै पत्ता साफ खेलाएर जुम्लामा चुनाव जिताएर आएको हामी है। तिमीहरूकै पार्टीलाई 421 भोटमा रोकेर आएको हो। त्यो भए हुनाले अहिले म स्पष्टका साथ भन्न चाहन्छु, तिमीहरूको दयामा आएको होइन, तिमीहरूको निगाहमा आएको होइन र कुनै पनि हामीले सरकारको राजीनामा मागेको होइन। खराने ग्याङहरूलाई स्पष्टका साथ भनेको, कालीकोटको भिरमा मान्छे मरेपछि त्यसको जिम्मेवारी टिओबी ग्याङको सरदारले लिनुपर्छ। स्पष्टका साथ हामीले भनिराखेका छौँ, क्लियरका साथ भनिराखेका छौँ। यदि हिम्मत र दम छ भने सदनमा जवाफ दे भन। देशभरि भरम फैलाएर हल्ला गरेर मजाक गरेर यो के गरेको तिमीहरूले? दम छ? ल आऊ, भोलि बिहान हामीले यहाँ तपाईँको नेगै भन्ने सहरमा कार्यक्रम गरिरहेका छौँ। आऊ न अगाडि। आज जापानमा उभिन सक्यौ? तिमीहरूकै सांसदका अगाडि ठोकेर हिँड्यौँ त हामी। सक्यौ? अहिले पनि स्पष्टका साथ भन्न चाहन्छु, कसैले प्रश्न राख्न नपाउने हो, प्रश्न गर्न नपाउने हो तिमीहरूलाई? प्रजातन्त्र यही हो? के भनेका छौँ हामीले? अरे यार, रेस्पोन्सिबल बन। मान्छे मरेको छ, त्यसको जवाब देऊ। त्यो भन्न नपाइने हो? तिमीहरू को हौ त्यस्तो? तिमीहरूमा क्षमता छैन। गाँजा खाने गजेडीहरूका ग्याङहरू, टिओबीहरू, साला सहकारी ठगहरू। तरिका हुन्छ नि एउटा कुरा, कुनै पनि चिजको एउटा तरिका हुन्छ, तरिका हुन्छ कुनै पनि चिजको। त्यो भए हुनाले अहिले पनि म के भन्न चाहन्छु भने जापानमा म सुरक्षित छु दाजुभाइ हो, केही फरक पर्दैन। यिनीहरू कराए मात्र होइन, यिनीहरू सबै एक ठाउँ भएर पागल भएर यिनीहरू दौडेर डिप्रेसनको रोगी भएन हामीलाई फरक पर्दैन। किन फरक पर्दैन भने यिनीहरूलाई नै पत्ता साफ गरेर आएको।